सर मेरो चेक गर्नु सर सर मेरो चेक गर्नु न सर मेरो चाहिँ कहिल्यै चेक गर्दैन क्या यार कहिल्यै चेक गर्दैन मेरो चाहिँ किन के खाइदिएको छु मैले मलाई त किन चेक गर्नु हुँदैन कहिले पनि धेरैचोटि मैले हेरिसकेँ त्यत्रो पैसा तिरेर मैले लाइसेन्स बनाएको होइन लाइन बसेपछि मेरो चाहिँ किन चेक नगराए So hello and also namaste everyone. सबैजनालाई welcome back to SR07. So च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब हान्नु होला, लाइक हान्नु होला. अनि पुरानो हुनुहुन्छ भने चाहिँ लाइक शेयर कमेन्ट पनि हानिदिनु होला है. त्यतिको भयो भने चाहिँ अनि बल्ल मोटिभेट हुन्छ नि त नयाँ नयाँ भिडियो हाल्न मन लाग्छ. रियाक्सन चाहिँ कडा आउँछ है यो सेटअपमा हिँड्दाखेरि चाहिँ के यो सेटअपमा हिँड्दाखेरि एकदमै रियाक्सन राम्रो आउँछ. मान्छेहरूले एक लुक्स त हेर्छ नफर्के पनि. ओए कस्तो धुलो खास मिटिङको लागि जान लागेको भोलिको लागि. भोलि हामी आमायाङ्ग्री ट्रिप जाँदैछौँ त्यसको लागि मिटिङ प्लस अब हल्का बाइक चेकअप भनौँ न. सो त्यसै कारणले म जाँदैछु बौद्ध जाँदैछु म बौद्ध पछाडितिर केटाहरूकोमा. सो त्यहाँ केटाहरूको वर्कसप छ त्यहाँ जाउँ हल्का बाइकहरू चेकअप गरौँ. त्यसपछि भोलि कति बजी भेट्ने कहाँ भेट्ने सबै कुराहरू गर्ने नै वाला छौँ. हामी चाहिँ अहिले जामबाट छुटकारा पाएर पनि अगाडि आइसक्यौँ. सो मैले के भनिरहेको थिएँ भन्दाखेरि मैले चाहिँ क्लच तारेर एक्सिडेन्ट तार हिजो गएर सोरुममा फेरेको अति स्मुथ भयो क्या बाइक त ब्रेक लाग्यो. सो त्यही हो अहिले झन्डै यस्तो पेलिदिन्छ लुकिङ ग्लासै नहेरिकन. लुकिङ ग्लासै नहेरिकन कुदाउने रहेछ यार ड्राइभरहरू त झन्डै हानिदिएको दाइलाई अगाडिको दाइलाई. त्यो को हो कत्रो हन हौ हाम्रो त्यो गाडीको कत्रो हन क्या अगाडिको हेरेर धुलो उडाएको. नगरपालिकालाई नगर प्रहरीलाई भनिदिनु पर्ला जस्तो बरु भिडियो खिचेर. धेरै धुवा उडायो क्या. अलराइट गाइज अलराइट अहिले चाहिँ हामी एयरपोर्टको पछाडिको बाटो आइसक्यौँ एज यु क्यान सी. सो हामी चाहिँ बिस्तारै जानुपर्ने हुन्छ है. अब हिजो अस्तिबाट मैले स्पिड कुदाउन कम गरिसकेँ है. अहिले चाहिँ 50-60-70 मात्र हो. त्यो पनि डिपेन्ड्स है अब बाटो हेरेर हुन्छ. जस कुदाउँदिनँ भनौँ न म अहिले प्रायः चाहिँ अहिले यतिको आफ्नै तालमा आनन्दले जान्छु. तर के गर्नु यस्तो राइडरहरू हुन्छ अगाडि डरै लाग्छ क्या. अब अर्को ल्याएर हानिदिने हो कि भन्ने क्या. अब लुकिङ ग्लास हेर्दै हिँड्नुपर्छ है. तपाईँहरू पनि लुकिङ ग्लास चाहिँ एकदम हेर्नु है. स्टाइल पारेर लुकिङ ग्लास खोलेर चाहिँ नहिँड्नु. अब हार्डकोर अफ रोड गर्नु गएको छ भने मात्रै निकाल्नु होला. सो त्यही हो. सो मलाई चाहिँ खास ह्यान्डल पनि अर्को हाल्न मन थियो क्या. मेरो पुरानो स्टक त्यो अलि माथि यहाँसम्म आउँथ्यो. अलि निहुरिनुपर्छ क्या यसमा चाहिँ. यो ह्यान्डलमा चाहिँ यो चाहिँ अलिकति युनिभर्सल ह्यान्डल हो कि हो. क्रस फायरमा हाल्ने जुन बाइकमा हाले नि हुन्छ. अनि त्यही हो बाइक चाहिँ अहिले एकदम राम्रो भएको छ है. हाफ इन्जिन बनाएकोदेखि हाफ इन्जिन बनाउँदाखेरि सिम मिलेको थिएन. तर सिम चाहिँ हामीले मिलाइसक्यौँ. तपाईँहरूले त्यो भ्लग हेर्नुभएको छैन भने योभन्दा अगाडिको भ्लग हेर्नु होला. यस केटाहरूले गरेर राम्रो काम गरेको छ. बाइकमा अहिलेसम्म त्यस्तो नराम्रो इस्यु त केही पनि आएको छैन. अब भोलि त हुन्छ. सो भोलि चाहिँ हामी आमायाङ्ग्री जाँदैछौँ. टोटली अफ रोडिङ अति नै नेक्स्ट लेभल अफ रोडिङ हुनेवाला छ है भोलि चाहिँ. सो यही बाइकमा हानिदिन्छु म चाहिँ. मतलब भएन है मलाई चाहिँ भएको एउटै बाइक चाहिँ ग्रिपसँग
यसमै हान्नुपर्ने हुन्छ। सो एउटा सिआरएफ, एउटा एफजेड अनि एउटा मेरो एनके बाइक हुन्छ होला है भोलि चाहिँ। लेट्स सी। म चाहिँ बौद्ध आइपुगिसकेँ। टाइम लाग्यो, एकछिन जाममा पऱ्यो है, नमिठो जाममा पऱ्यो। खेर केही छैन। घरबाट चाहिँ म त्यस्तै 10:40मा निस्केको, खानासाना खाएर निस्केको हो। आई होप तपाईँहरूले पनि खाना खानुभयो होला सबैजनाले है। बौद्ध कडेर पनि म बौद्धको पछाडिको बाटो जाँदैछु। केटाहरूको वर्कसपमा केटाहरू चाहिँ कुरिरहेको होला मलाई। आइपुगिसकेँ म, आइपुगिसकेँ। एकैछिनमा आइपुग्यो अहिले त यहाँबाट त। ठीक है के छ कोही त प्रकाश आउनु भएको छैन। सब ठीक है। कैसा है? ठीक चल रहा है? ठीक चल रहा है। फिल्टर फिल्टर अलराइट गाइज है, अब चाहिँ हामी सिआरएफको राइड लिन जाँदैछौँ। यो चाहिँ हाम्रो भोलि जाने बाइक हो। यो बाइक पायो भने चाहिँ नयाँ कसम 2 घन्टामा पुग्दिन्छ जस्तो लाग्छ होइन, तर पुग्नु त पुग्दिनँ कि त्यो जस्तो गफ भनिदिएको। सो सिआरएफमा चाहिँ निकै नै मजा आइरहेछ मलाई चाहिँ है, एकदमै कम्फर्टेबल। लचक 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 लचक। यो अन रोड भन्दा नि अफ रोडै कुदाउन मन लाग्ने क्या। कहाँ छ अफ रोड बाटो अरे यतातिर। राइडिङ सिआरएफ 250L है गाइज, होन्डा। कस्तो अप्ठ्यारो फिल भइरहेको क्या मलाई बाइक कुदाउन। एबिएस अन छ यसको। सो एसएलसी एक्जाम होस् लाग्यो भाइहरूको। कविराज हो, मगर हो, लटिक दाँत के भएको हो? सो यहीँ हो बादल सरी सुट भएको चाहिँ। बादल सरी वरिपरि। ओइमा बाटो छ त्यो त के हो, तर केही छैन, हामीसँग सिआरएफ छ। यो अन्त सिआरएफ लौ लौ केही फिलै हुँदैन त यहाँ। 20 रोडमा कुदा जस्तै हुने रहेछ त।
डर लाग्ने रहेछ ब्रेक हान्न चाहिँ झापझुप ब्रेक हान्न त अलिकति डर लाग्ने रहेछ एकछिन हानी हेरौँ न यसको एबिएस अन छ है यस्तोमा चाहिँ एबिएस मैले चाहिँ मेरो बाइकमा चाहिँ एबिएस अफ गरेको छु रेस्पोन्स चाहिँ अलिकति डिफ्रेन्ट हुन्छ क्या यिनीहरूको अब अफरोडकै अनुसार एबिएस पनि सेटअप हुन्छ नि त यिनीहरूको चाहिँ अब अफरोडकै हिसाबमा एबिएसहरू पनि प्रोग्राम गरेर हुन्छ है इन्जिनियरले अनि हाम्रो त्यही अनुसार प्रोग्राम गरेर हुन्छ कि हाम्रो चाहिँ एकदमै सेन्सिटिभ हुन्छ है नेकेड बाइकहरूमा स्पोर्ट्स बाइकहरूमा चाहिँ एकदमै सेन्सिटिभ हुन्छ किनकि एकदमै हाई स्पिड हुन्छ हाई स्पिडमा एकदमै ब्रेकिङलाई कन्ट्रोल गराउनुपर्छ है यस्तो अब के हो सो यसको चाहिँ एबिएस एकदमै राम्रो छ अफरोडमा पनि एकदमै राम्रो लाग्यो मलाई चाहिँ झ्याप्प ब्रेक हान्दा नि खासै एक्टिभेट चाहिँ भइहाल्ने नहाल्ने रहेछ क्या तपाईँको हुन्छ नि हेरौँ न सो पर्फेक्ट बाटो चुज गरेछु मैले आज चाहिँ टेस्टको लागि कस्तो अब बल्ल हात बस्यो क्या मेरो दमलाई चाहेन दम चाहेन बुढाको आमा अनि तपाईँ कतिवटा लुगा हाल्ने त लुगा लुगा धेरै नहाल्ने म पनि धेरै नहाल्ने कति नै लानुपर्छ र 2 दिनको ट्रिप त हो एउटा डाउन ज्याकेट चाहिँ हाल्नु पर्छ एउटा अनि पातलो पातलो ज्याकेटहरू चिसो त चिसै होला त्यो चिसो त चिसो छ है बाटो पुरै अफरोड रहेछ अपाचीले 3 जना तानिरहेको छ अलिक हो के चिज खाने हो त्यही त चिज खान यस्तो गर्मी छ अघिबाट गएको म सोलो मजा आयो हो खाइदिउँ न ल बेलुका प्याकिङ गर्नु पऱ्यो ल भोलि हजुर के दाइ यसले अगाडि केही देख्नु परेन बिग्रेर ल है त भोलि भेटौँ ल केटाकेटी हो सो 2 जना दाइहरूले चाहिँ आउनु 2 जना दाइहरूले चाहिँ धोका दिनुभयो हामीलाई है हिमाल दाइ र प्रकाश दाइले चाहिँ हामीलाई धोका दिनुभयो आउँछु भनेर आउनु भएन तर खेर केही छैन प्लान चाहिँ भइसक्यो है भोलि बिहान 6:30 बजे भेट्ने हामी यही लोकेसनमा बिएम अटो सर्भिस सेन्टरमा हामी भेट्नेछौँ बाइकहरू यताउति चेन टाइट मोबिल सबैले हालेर रफ्तार जानेवाला छौँ अघि सिआरएफ कुदाएर मेरो ब्याग फेरि भातपात हुत्या जस्तो फिल भइरहेछ क्या मलाई अलिक चाँडै पुग्दा जस्तो फिल भइरहेछ क्या हो त्यो बाइक हेरिकन त यो बाइक त लास्टै धेरै चाँडो कुदा जस्तो फिल हुने यार सो त्यही हो गाइज है सो भोलि चाहिँ हामी जाँदैछौँ सरर लाएर आमायाङ्ग्री स्टे ट्युन भ्लग पनि आउने छ यो बाइक पनि राम्रो छ है आमायाङ्ग्रीको बाटोको लागि त अफरोडिङको लागि त घाटै छोड्दैन त यो घाटीले बौद्ध आइपुग्यो फेरि हामी चाहिँ अब घर होइन काममा जाँदैछौँ भनौँ न यहाँबाट भैँसीबाटी जाँदैछु म चाहिँ
सर मेरो नि चाहिँ गर्नु सर सर मेरो नि चाहिँ गर्नु न सर मेरो चाहिँ कहिल्यै चाहिँ गर्दैन क्या यार कहिल्यै चाहिँ गर्दैन मेरो चाहिँ किन के खाइदिएको छु मैले मलाई त किन चाहिँ गर्नु हुँदैन कहिले पनि धेरैचोटि मैले हेरिसकेँ त्यत्रो पैसा तिरेर मैले लाइसेन्स बनाएको होइन लाइन बसेपछि मेरो चाहिँ किन चेक नगराए Go